को लागि विशेष हामी वचन सुन्नेछौँ अनि बाइबलमा हामी बाइबलको खण्डहरूमा हेर्दै जाँदाखेरि ती दिनहरूमा मण्डली व्यवस्थापनको लागि अनि विशेष खटिएका अथवा चुनिएका व्यक्तिहरू हामी बाइबलमा पाउँछौँ। अनि भत्ताभङ्ग र लथालिङ्ग भएका अनि यहुदी जातिहरूलाई अगुवाहरू त्यसरी खटेर अनि जसरी यहुदीहरू व्यवस्थापन भएको कुरा थियो, त्यो वचन आज लोगोस चर्च लोगोस मण्डलीको लागि विशेष गरिकन त्यो वचनले आज अनि तारिफ गर्दैछ कि आज वचनले लोगोस मण्डली व्यवस्थापन हुन पर्दछ। धन्यवाद छ तपाईँ मण्डली परिवारलाई। अहिले हामी धेरै व्यवस्थापन भइसकेका छौँ। तपाईँहरूलाई अगाडिका दिनहरूमा अहिलेका दिनहरूमा हामी आशिषित छौँ। तपाईँहरूलाई देख्दाखेरि अझै बाँकी छ हामी व्यवस्थापन हुनको लागि। र विशेष हामीले बाइबलको खण्डहरूमा हेर्दै जाँदाखेरि अनि कुन बेलामा कसरी चाहिँ अनि लथालिङ्ग र भत्ताभङ्ग हुन्छ अनि त्यो बेलामा हामी विशेष परमेश्वरले खटाएका व्यक्तिहरू कहाँनिर खडा भएर कसरी चाहिँ अनि त्यो पनि दिने, कसरी सल्लाह दिने अनि विशेष गरिकन मण्डलीसँग आज वचनले के भन्दैछ हामी वचन पढेर हेर्नेछौँ। जसरी वचन मैले चाहिँ तपाईँहरूको अगाडि ल्याएको छु, हागै 1:3-6 पद र मलाकी 3:9-12 पदलाई हामी पढेर हेर्नेछौँ अनि त्यसपछि केही विचार गर्नेछौँ। अनि आज वचनले मण्डलीलाई कतातिर डोर्याउँदै हुनुहुन्छ। मण्डलीलाई विशेष वचन परमप्रभुको वचनले मण्डलीलाई सधैँभरि के भन्नुहुन्छ भने व्यवस्थापन हुनको लागि अथवा एउटा इमानदारीतामा अगाडि बढ्नको लागि। अनि इमानदारी चाहिँ आफ्नै परिवार चलाउनलाई पनि एकजना अगुवा र परिवारमा चाहिँ सबै सदस्यहरू इमानदारी हुनुपर्छ अनि त्यो घर असल हुन्छ। जब त्यो घरमा कोही बाहिरी मानिसहरू अथवा पाहुनाहरू आउनुहुन्छ अनि उहाँहरूले त्यो घरमा त्यो घरको जसरी चाहिँ व्यवस्थापन देख्नेछ अनि त्यहाँ व्यवस्थापन देख्दै गर्दा उनीहरू आशिषित हुने फर्किनेछन्। जस्तै मण्डलीमा कोही नयाँ पाहुनाहरू आउनुभयो भने मण्डलीको व्यवस्थापन राम्रो भयो भने अनि नयाँ आउने पाहुनाहरू पनि अनि आशिषित भएर फर्किनुहुनेछ। अनि यो मुख्य उद्देश्य हो प्रभुको। यसकारणले गर्दा मैले विशेष तपाईँहरूलाई अनि हागै 1:3-6 पदलाई छपत्र दोहोऱ्याउन चाहन्छु। तपाईँहरूलाई त्यतातिर जानेछौँ। तपाईँहरूसँग बाइबल छ, तपाईँहरूले बाइबल खोल्नुहुनेछ। नत्र भने तपाईँहरूले अनि डायरीमा टिप गर्दै सक्नुहुनेछ। अनि हामीलाई वचनहरू बेला बेलामा अनि मैले के वचन सुन्दै थिएँ अथवा वचनहरू के आएको थियो भनेर हामी चाहिँ विचार पनि गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि हामी वचनतिर जानेछौँ। सबैजना तयारी हुनुहुन्छ? ध्यान दिएर सुन्नु होला, म पढ्दैछु। तब परमप्रभुको यो वचन हागै अगमवक्ताद्वारा आयो, यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफू चाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय हो यो हो र? अब सर्वशक्तिमान परम प्रभु यसो भन्नुहुन्छ, तिमीहरू आफ्ना चालको होसियारी साथ विचार गर। 6 पद, तिमीहरूले छर्न त धेरै नै छरेका छौ तर थोरै मात्र कटिनी गरेका छौ। तिमीहरू खान त खान्छौ तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ तर पल परेका थैलीमा राख्छौ। आमेन। हामीहरूले आज गर्दै गरेको हाम्रो अगाडिको हाम्रो व्यवस्थापनको बाटोहरू कस्तो छ भन्ने कुरा चाहिँ यहाँबाट हामीलाई स्पष्टसँग चाहिँ अनि देखाउँदैछ। हागैको अनि पुस्तकको वचनले हामीलाई स्पष्टसँग देखाउँदछ कि साँच्चै नै जुन समयमा अनि यो तपाईँको अनि जुन समयको परिवेश हो, जुन समयमा घटेको घटना हो अनि यो पुस्तक लेखिएको थियो जसरी यहुदीहरू बेबिलोनको दासत्वमा गएर अनि फर्किएको केही समयपछि लेखिएको पुस्तक हो र त्यो समयको अनि घटना हो। अनि आज पनि ताकै छ, हाम्रो अगाडि आलै छ यो घटना कि आज हामी मण्डलीमा देख्छौँ, हामी विश्वासीमा देख्छौँ कि साँच्चै नै हामीमा हुनुपर्ने अनि साँच्चै यही होइन त
यसमा जसरी चाहिँ परमप्रभु परमेश्वरले इच्छा गर्नुभएको कुराहरू यो पुरा गर्नुपर्ने होइन त विश्वासीहरूले भन्ने कुरा त्यहाँ हामी देख्छौँ। अनि त्यो समय चाहिँ कुन बेलामा थियो? अनि दोस्रो मन्दिर निर्माण गर्ने समयमा यहुदीहरू आफ्नो घरबार बनाउने कुरामा धेरै शौखिन देखिएका थिए भने परमेश्वरको भवन भग्नावशेष छोडेका थिए। परिणामस्वरूप धेरैजनाले आर्थिक सङ्कट भोग्नु परेको थियो भनी आगै अगमवक्ताले भनेका छन्। महत्त्वपूर्ण विषय चाहिँ क्रिस्चियन विश्वासीहरूको लागि हो। यो चाहिँ महत्त्वपूर्ण विषय चाहिँ क्रिस्चियन विश्वासीहरूको लागि भनेको हो। सबै थोक परमेश्वरकै हुन् भनी हामीले याद गर्नुपर्छ। त्यसैले हामीसँग भएका सबै थोक हाम्रा होइनन्, परमेश्वरले हामीलाई जिम्मा दिनुभएको हो। हामी भण्डारेपन मात्र हौ। हामीलाई परमप्रभु परमेश्वरले काम जिम्मा लगाउनु भएको मात्र हो र हामीले आज केही लिएर जाँदैनौँ। हामी केही थोक हामीले लग्ने होइन। अनि यो सबै कुरा चाहिँ हामीले कहाँनिर सदुपयोग गरेका छौँ? त्यसरी चाहिँ हामीले सिक्दैमा पायौँ, परमप्रभुले दिनुभयो। यो कुरा ठिक ठाउँमा हामीले कसैलाई सुम्पेका छौँ कि अनि निष्क्रिय ठाउँमा हामीले सडाएर राखेका छौँ? तपाईँले मैले पाएको ज्ञान, तपाईँ र मैले पाएको शिक्षा, तपाईँ र मैले पाएको अनि विवेकहरू हामी साँच्चै मण्डलीमा, परिवारमा र हरेक ठाउँमा हामी सेयर गरेर मण्डलीलाई व्यवस्थापन गर्ने जिम्मेवारी आज अनि एजराको पुस्तकले हामीलाई हराउँदैछन् र तपाईँहरू र हामी मिलेर मण्डली व्यवस्थापनको लागि अगाडि बढ्नुपर्छ भन्ने अनि चेतावनी साथ अनि होसियारी गराउँदै हुनुहुन्छ। हामीसँग के होला? बुद्धि होला, विवेक होला, बल होला, ज्ञान, ज्योति, शिक्षा, स्वास्थ्य, धन सम्पत्ति, घर जग्गा, गाडी, सुन्दरता अनि सुन्दर सुन्दरी अनि बोली वचनहरू अनि होला हामीसँग। अनि ती कुरा चाहिँ हामी आफैले पाएका होइनौँ र हामीसँग भएको कुरा होइन। यो कुरा चाहिँ के होला? परमेश्वरले हामीलाई केही समयको लागि जिम्मा लगाएको कुरा हो। हामीसँग भएका कुराहरू हामीले कुनै ठाउँमा लगेर सडाएर राखेका छौँ, ती ठाउँमा सदुपयोग गरेका छैनौँ भने यसको हिसाब किताब पनि हामीले परमप्रभु परमेश्वरलाई दिनुपर्ने हुन्छ। एक दिन परमप्रभु परमेश्वरले तपाईँ र मलाई जे कुरा दिनुभएको छ त्यसको हिसाब किताब लिनुहुनेछ। यो कुरा पनि हामीलाई थाहा हुनुपर्छ। जसरी परमप्रभुको वचन जब हातै कहाँ आयो अनि त्यतिखेर चाहिँ के थियो त भन्दाखेरि अनि दोस्रो मन्दिर निर्माण गर्दै थियो। अनि निर्माण गर्नको लागि जग बसालियो। अनि जग बसालिसकेपछि त्यसपछि चाहिँ अनि काम रोकियो। अनि त्यसपछि सबैजनाले आफू सुन्दर घर अनि बुट्टाले सजाइएका घर अनि विभिन्न रङ रोगन गरिएका सुन्दर सुन्दर घरहरू आफैले बनाउन थाले। तर मन्दिर चाहिँ त्यत्तिकै छोडिए भन्ने कुरा चाहिँ हामी एजराको पुस्तकमा पाउँछौँ। आज कतै हामीले जसरी लोगोस मण्डलीभित्र पनि व्यवस्थापन हुनुपर्ने कुराहरू, बनाउनु पर्ने कुराहरू, थुप्रै सजावट गर्नुपर्ने कुराहरू छोडिकन कतै हामी आफ्नै कुराहरू सजाएर राखेका छैनौँ। मैले मेरो घर सजाउने, मैले मेरो कुराहरू सजाउने, तर मण्डलीलाई चाहिँ हामी व्यवस्था गरेर कतै भग्नावशेष छोडेका त छैनौँ भन्ने मेरो हृदयमा अनि झस्किए म आफै। अनि त्यसपछि मैले यो वचनलाई पढ्दै गर्दा अनि मण्डलीमा यो वचन पनि सेयर गरौँ र म आफै पनि र मण्डलीलाई पनि सचेत गराउँ र होसियारी बनाऊ भन्ने कुरा चाहिँ मैले आज यो वचन लिएर आएको छु। परमप्रभु परमेश्वरले मलाई यो वचनमा अगुवाई गर्नुभयो। फारसका राजा कोरेसका राजाले चाहिँ निर्वासनमा लगिएको 50,000 यहुदीहरूलाई जब यहुदीहरू अनि जब राज्यपाल यरुबाबेल र प्रधान पुजारी यहोशूको अगुवापनमा चाहिँ यरुसलेममा फर्केकाहरूले यो काम गर्दै थिए भन्ने कुरा हामी पाउँछौँ। अनि हामीले बाइबलमा हेर्दै जाँदाखेरि अनि बेबिलोनको दासत्वबाट फर्किँदै गर्दा अनि 3 पटकमा चाहिँ पुरै यहुदीहरू फर्केका थिए भन्ने कुराहरू हामी थाहा पाउँछौँ। एजरा र नहुमियाले अनि ती कुराहरूलाई चाहिँ व्यवस्थापन गर्दै गरेको कुरा आज
अनि मण्डलीमा हामी व्यवस्थापन चाहन्छौँ, मण्डली असल हुनुपर्छ, मण्डली बढ्नुपर्छ, मण्डली सुन्दर हुनुपर्छ, मण्डली परमेश्वरको भवनलाई हामी सजाउनुपर्छ। अनि त्यो सजाउनको लागि हाम्रो हृदयबाट हामी भएका थोकहरूले र हामीमा चाहिँ के छ अनि सुन्दरता, शक्ति, बल, बुद्धि, विवेक प्रयोग गरेर हामी परमप्रभुको मण्डलीलाई निर्माण गर्ने काम हामी गर्नुपर्छ। यो गर्नको लागि मुख्य चाहिने कुराहरू हामी यहाँ हेर्नेछौँ। अनि त्यो समयमा अनि मैले त्यसरी फर्केर दोस्रो वर्षको समयमा मन्दिरको जग बसालिएको थियो, तैपनि सामरीहरूको विरोधले मन्दिर पुनर्निर्माणको काममा बाधा दियो। त्यसपछि निर्वासनबाट फर्केका यहुदी मानिसहरू आत्मिक रूपमा अघि बढ्नबाट रोकिए अनि 16 वर्षसम्म मन्दिर पुनर्निर्माणको काम रोके। त्यसपछि परमेश्वरले मानिसहरूलाई मन्दिर निर्माणको काम फेरि सुरु गर्नका लागि उत्साह दिन अगमवक्ता हागै र जकरिया पठाउनु भयो र हागै अगमवक्ता द्वारा चाहिँ आज हाम्रो लोगोस मण्डलीलाई पनि आज यो वचनद्वारा अनि मण्डली अगाडि बढाउन र मण्डली निर्माण गर्न अनि कहीँ छुटेका र कहीँ बनाउनु पर्ने कुरा चाहिँ पुरा गर्नलाई चाहिँ विशेष आज खडा गरिएका अगुवाहरूलाई भन्दै हुनुहुन्छ। अनि हामी यो हेर्छौँ भने अनि त्यो समयमा 16 वर्षसम्म जग बसालिएको मन्दिर 16 वर्षसम्म रोकिएको कुराहरू हामी थाहा पाउँछौँ। आज हाम्रो मण्डलीमा पनि कति विरोधहरू आउन सक्छ। हाम्रो वरिपरिका अनि दायाँ बायाँका हाम्रा यही छरछिमेकका मण्डलीहरूमा कति समस्याहरू आउन सक्छ, कति विरोधहरू आउन सक्छ। तर विरोधहरू आए तापनि परम प्रभुको निम्ति हामी अनि पछि हट्दैन, अघि बढ्नुपर्छ भन्ने अनि विशेष उत्साह साथ अनि वचनमा चाहिँ चेतावनी दिँदै अनि एजरासँग अनि परम प्रभुको वचन आएको छ। अनि त्यसको लागि चाहिने सामग्रीहरू चाहिँ विशेष गरिकन अनि अगाडि बढ्नको निम्ति चाहिने सामग्रीहरू अगाडि बढ्नलाई के चाहिन्छ र अब हामी अगाडि कसरी बढ्ने त अथवा जग बसालिएको अनि मन्दिरलाई पुरा गर्नलाई के गर्नुपर्छ त भन्ने कुराहरू चाहिँ विशेष हामीलाई मलाकी 3 अध्यायको 9 देखि 12 पदले हामीलाई स्पष्ट गराउँदछ। हामी आफै मात्रै बढेर हुँदैन, तर हामी आत्मिक रूपमा बढ्नुपर्छ र हामीसँग भएका थोकहरूले हामी सेवा गर्नुपर्छ, योगदान गर्नुपर्छ अनि हामी सहायता पुर्याउनुपर्छ। हाम्रो इमानदारीता हुनुपर्छ। हामीसँग जे आउँछ अनि त्यो कुराको अनि हामीले इमानदारीसँग परमेश्वरको भाग, परमेश्वरको भण्डारको निम्ति छुट्याउन पर्छ भन्ने कुराहरू यहाँबाट थाहा पाउँछौँ। मलाकी 3 अध्यायको 9 देखि 12 पद विनिता गरेर नानीले पढिदिनु हुनेछ उठेर। यहाँ यसरी लेखिएको छ, सडा परेर तिमीहरू श्रापित भयो, किनकि तिमीहरूले मलाई लुटिरहेका छौ। तिमीहरू सम्पूर्ण जातिहरूले सम्पूर्ण प्रशंसा ढुकुटीमा ल्याऊ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उखालेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि बसाउनेछु वा बसाउँदिन। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म तिमीहरूका अन्नबलि स्वाहा पार्ने रोग निको पारिदिनेछु र तिमीहरूका बारीमा भएका दागको बोटका फलहरू झर्ने छैनन्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, तब सारा जातिहरूले तिमीहरूलाई धन्य भनोस्, किनकि तिमीहरू देश एक अति खुसी देश हुनेछ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। हुन्छ, नानीलाई धन्यवाद अनि पढाइदिनु भएकोमा। अनि यहाँ यसरी लेखिएको छ, साँच्चै
परमप्रभु परमेश्वरको अनि जुन समयमा हुनुपर्ने काम भएन। कारण के थियो त भन्दाखेरि त्यतिखेर अनि यी कुराहरू अनि छायामा परेका थिए, ओझेलमा परेका थिए। जुन कुरा गर्नुपर्ने थियो तिनीहरू त्यो गरेका थिएनन्। आज हामीहरूमा पनि कतै हामीले बिराएका छौँ कि? आज मण्डली परिवार तपाईँ र मैले कतै यो काम गर्न भुलेका छौँ कि? कतै हामी बिराएका छौँ भने परमेश्वरले दिन चाहनु भएको आशिषहरू हामी आफैले रोकेका छौँ कि भन्ने कुरामा चाहिँ डर लाग्छ। तपाईँ र मैले आज आफ्नो जीवनमा हेर्नुपर्ने कुराहरू। 9मा शराब परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ। तिमीहरू सम्पूर्ण जातिले सम्पूर्ण दशंश ढुकुटीमा ल्याऊ, ताकि मेरो घरमा भोजन रहोस्। त्यसमा मलाई जाँचेर हेर। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म तिमीहरूका अन्न बाली सुहा पार्ने रोग निको पार्नेछु र तिमीहरूका बारीमा भएका दागका बोटमा फलहरू झर्ने छैनन्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। 12 पद, तब सारा जाति जातिले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुसी देश हुनेछ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। आमेन। तपाईँ र म आज यो कुरामा कतै न कतै चुकेका छौँ भने आज तपाईँ र मैले मण्डलीलाई गरिब बनाएका छौँ र आफै पनि गरिब भएका छौँ। हामीले यो कुराहरू ख्याल गर्नुपर्छ। यो कोही व्यक्तिले बनावटी रूपमा भनेको होइन अनि मैले आफैले लेखेर ल्याएर पढेको पनि होइन। यो चाहिँ बाइबलको वचन हो। अनि परमप्रभु परमेश्वरले स्वयं आफै अनि मलाकीलाई दिएको त्यो वचन हो। त्यस कारणले गर्दाखेरि वचन सत्य वचन छ। वचन सत्य वचनमाथि हामी विश्वास गर्ने मानिसहरूले कतै न कतै मैले भुल गरेको छु कि भनेर तपाईँले मैले आफैलाई जाँचेर हेर्नुपर्ने आवश्यक देखिन्छ कि साथै नै परमप्रभु परमेश्वरले यदि हामीले इमानदारी साथ परमप्रभुको भण्डारमा परमप्रभुको हिस्सालाई हामी छुट्याएर लग्यौँ भने हामी आफै पनि आशिषित हुनेछौँ, मण्डलीलाई पनि आशिषित तुल्याउनेछौँ। आफू पनि धनी बन्नेछौँ र मण्डलीलाई पनि धनी बनाउनेछौँ। त्यसमा मैले केही खण्डहरू तपाईँहरूलाई सेयर गर्न चाहे र विशेष गरिकन यहाँबाट 3 भागमा मैले तपाईँलाई 3 प्रकारले चाहिँ यहाँ अनि परमप्रभु परमेश्वरको प्रकाशहरू सेयर गर्नेछु। जसरी परमप्रभु परमेश्वरले अनि जुन कुराहरू गर्नुभएको छ ती साथै 9 पदमा यदि तपाईँहरूले गर्नुपर्ने कुराहरू मैले गर्नुपर्ने कुरा इमानदारीसँग वचन अनुसार गर्यौँ भने हामीहरू कहिले पनि गरिब हुने छैनौँ, कहिले पनि हाम्रो हृदय दुख्ने छैन, कहिले पनि हामी तल पढ्ने छैनौँ। हामी जहिले पनि परमेश्वरले चाहिँ भन्नुभएको छ हामीलाई शिर तुल्याउनु हुनेछ। हामी पुच्छ रहेन, हामी शिर हुनेछौँ। परमप्रभु परमेश्वरको वचनले भनेको छ कि हामीले आज्ञा पालन गर्ने व्यक्तिहरू हुनुपर्छ। परमप्रभुको वचनलाई हामी मानेको अथवा परमप्रभुको वचनलाई आज्ञा पालन गरेको हुनुपर्छ। पहिलो कुरा छ परमप्रभुको आज्ञा उल्लङ्घन गर्नेसँग परमप्रभु साथ हुनुहुन्न भन्ने कुरा चाहिँ स्पष्टसँग परमप्रभुले भन्नुभएको छ। यो कुराहरू हामी कहाँनिर भेटाउँछौँ भने यहोशूको पुस्तकमा 7 अध्यायमा गएर पढ्यौँ भने त्यहाँनिर चाहिँ अनि आकानले गरेको पापले गर्दाखेरि त्यहाँनिर तिमीहरूको साथमा छैन, किनभने तिमीहरूले मेरो आज्ञा उल्लङ्घन गरेका छौ। तिमीहरूले जुन कुराहरू चाहिँ मैले चोरी नगर्नु, लोभ नगर्नु भनेका थिएँ त्यही कुराहरू तिमीले लोभ गरेर तिमीले लुकाएका छौ भनेर चाहिँ अनि यहोशूको पुस्तकमा अनि जसरी चाहिँ आकानले गरेको गल्तीले गर्दाखेरि त्यहाँनिर जबसम्म तिमीले कुरा स्वीकार गरेर अनि आफूलाई चाहिँ पखाल्दैनौ तबसम्म तिमीहरूको साथमा छैन, तिमीहरू हार्दै नै छौ, तिमीहरू उठ्न सक्ने छैनौ भन्ने कुरा हामी थाहा पाउँछौँ। अनि अर्को हामीसँग जे छ सबै थोक परमेश्वरले हो भन्ने कुरा नि हामी व्यवस्थापक मात्र हौ भन्ने कुरा तपाईँले मैले जान्नुपर्छ। यसले चाहिँ के भन्छ त भन्दा हामीसँग जे छ त्यो परमेश्वरको हो अनि हामीले परमेश्वरको भण्डारमा छुटाएर लानुपर्छ सबैभन्दा पहिला। अनि त्यसपछि हामीसँग रहेको कुराहरू चाहिँ पवित्र हुनेछ। हामीसँग भएको कुराहरू पवित्र हुनुको लागि परमप्रभुको भाग छुटेर परमप्रभुको घरमा लानुपर्छ
अनि परमप्रभुले भन्नुभएको छ मेरो घरमा प्रशस्त भोजन रहोस् र अनि अरू कुरा चाहिँ अनि हामीलाई रहने हामीसँग हुने कुराहरूमा पनि अनि उहाँले हामीलाई रोग लाग्ने छैन, हामी कमजोर हुने छैनौँ, अनि हाम्रो खेतबारीमा चाहिँ उहाँले चाहिँ स्वाह पार्ने रोगहरू निको पार्नुहुनेछ, अनि हाम्रो खेतबारीमा भएका फलहरूमा रुखहरूमा चाहिँ फल लाग्नेछ, झार्ने छैन भन्ने कुराहरू उहाँले गर्नुभएको। त्यस कारणले गर्दाखेरि सबैभन्दा पहिलो कुरा हामीले गर्नुपर्ने कुरा चाहिँ के रहेछ, हामी इमान्दारीपूर्वक हामीसँग जे प्राप्त भएको छ, परमप्रभुले जे हामीलाई जिम्मा लगाउनु भएको छ, त्यो कुराबाट हामी परमप्रभुको हिस्सा छुट्याउन जान्नुपर्ने रहेछ र परमप्रभुको भण्डारमा लान जान्नुपर्ने रहेछ। त्यसैले हामीसँग भएको कुराहरू सुरक्षित र पवित्र र असल हुनेछ भन्ने कुरा यहाँबाट थाहा पाउँछौँ। अर्को कुरा छ परमप्रभुको आज्ञा उल्लङ्घन गर्नेसँग अनि परमप्रभुले चाहिँ अनि परमप्रभुको आज्ञा पालन गर्नेसँग परमप्रभु सधैँ साथ हुनुहुन्छ र उहाँले इमान्दारीसँग अनि उनीहरूलाई आशिष दिनुहुनेछ भन्ने कुरा चाहिँ यहाँ छ। परमप्रभुलाई धन्यवाद होस् र विशेष गरिकन मैले तपाईँहरूलाई अनि केही अनि परमप्रभुको आज्ञा पालन गर्नेहरूमाथि चाहिँ परमप्रभुले दिनुहुने आशिष, परमप्रभुले दिन चाहनुहुने आशिषहरू अनि कसरी दिनुहुन्थ्यो भन्ने कुराहरू हामीले हेर्नेछौँ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ मेरो नामलाई सम्मान दिन यदि तिमीहरू सुन्दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने म तिमीहरूलाई शराब पठाउने छु, तिमीहरूका आशिषलाई शराब दिनेछु। मैले अघि नै ती शराबेको छु किनकि तिमीहरूले मलाई इज्जत दिन आफ्ना हृदयलाई ठिक पारेका छैनौ भन्ने कुरा चाहिँ छ। साथै हामीले परमप्रभु परमेश्वरको वचन अनुसार हामीले जुन कुराहरू चाहिँ 10% हामीले अथवा अनि यहाँ चाहिँ मलाकीको 9 पदमा भनेको कुरा नगर्दै गर्दाखेरि चाहिँ परमप्रभु परमेश्वरले चाहिँ आफ्नो अनि भण्डारमा अनि आफ्नो जनहरूलाई इमान्दारी नदेखेको कारणले चाहिँ उहाँले भनेका वचनहरू यो। अनि सर्वशक्तिमान परमप्रभु परमेश्वरलाई हामीले यदि हामीले चाहिँ वचनलाई चाहिँ पालन गर्न र वचनलाई चाहिँ हामी इमान्दारीपूर्वक चाहिँ अनि पालन गरेर परमप्रभुको भण्डारमा हामी जे गर्नुपर्ने थियो, परमप्रभुको घरमा जे गर्नुपर्ने थियो त्यो कुरा हामीबाट भएन भने अनि परमप्रभु परमेश्वरले यो कुरा तिमीहरूमा हुनेछ भन्ने कुरा चाहिँ यहाँ भन्नुभएको छ। अनि हामीले व्यवस्था 28:15-19 हामी पढेर हेर्नेछौँ। तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होसियारी साथ मानेर उहाँको वचन पालन गरेनौ भने यी सबै शराब तिमीहरूमाथि पर्नेछ र तिमीहरूलाई उछिन्नेछन्। तिमीहरूलाई सहरमा शराब पर्नेछ र गाउँ बस्तीमा शराब पर्नेछ। तिमीहरूको दालो र तिमीहरूको पिठो मुस्ने आदीमा शराब पर्नेछ र तिमीहरूका सन्तानमाथि साथै खेतको उब्जनीमाथि गाई बस्तुका बाछा बाछीमाथि र भेडा बाख्रा र पाठापाठीमाथि पनि पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ। यस्तो डरलाग्दो वचनहरू हामी सुन्छौँ, बाइबलमा स्पष्ट छ। यो कसैले बनाएर भनेको पनि होइन, तर तपाईँ र मैले आज्ञा उल्लङ्घन गर्ने व्यक्तिहरूलाई अनि यो वचन आउँदैछ। कि साथै मण्डलीमा डरलाग्दो कुरा एउटा विश्वासीले गर्नुपर्ने इमान्दारीलाई हामी गुमायौँ भने हामीमा आउने हामीले सहनु पर्ने अथवा हामीले बेहोर्नु पर्ने कुराहरू यिनै हुन् भन्ने कुरा चाहिँ यहाँ हामी थाहा पाउँछौँ। कि साथै नै हामीले जे गर्छौँ त्यहाँनिर किन मलाई दुःख पर्छ, जे गर्छु त्यहाँनिर मलाई किन ठेस लाग्छ, जे गर्छु त्यही कुरा किन म असफल हुन्छु भन्ने कुरा हामीमा कहिलेकाहीँ प्रश्न आउँछ। अनि त्यहाँनिर जानुभन्दा पहिला हामी वचनमा खोज्यौँ भने परमप्रभुको वचनले स्पष्ट भनेको छ कि साथै नै मेरा वचनलाई उल्लङ्घन गर्ने मलाई नसुन्नेहरूको लागि चाहिँ यो चाहिँ उहाँले अनि गर्नुभएको हो भन्ने कुरा हामी यहाँबाट थाहा पाउँछौँ।
यहोशू 7 अध्यायको 12 र 13 मा अनि जुन कुराहरू मैले अघि गर्दै थिएँ, आकानले गरेको गल्तीले सारा इजरायलीहरूले चाहिँ दुःख अथवा हार बेहोर्नु परेको थियो। त्यसरी नै आज मण्डलीमा तपाईँ एकजनाको कारणले र म एकजनाको कारणले गर्दाखेरि मण्डलीले हार बेहोर्नु हुँदैन। त्यसकारणले गर्दा तपाईँ र म सचेत र होसियारी हुनुपर्छ। मण्डलीलाई व्यवस्थापनको लागि आज हामी वचन पालन गर्नै पर्छ। साना बालकदेखि जवान र वृद्ध र सबै अगुवा र साधारण विश्वासी सबैजनालाई यो लागू हुन्छ नै 100%। आज हामीलाई केही कम थाहा होला तर भोलि पुरा थाहा हुनेछ, तर एक दिन यसको हिसाब किताब दिन पर्नेछ, त्यतिखेर अझै पुरै थाहा हुनेछ हामीलाई। किनभने आज अलिकता डरसँग हामीले परमप्रभुको वचनलाई पालन गर्नेहरूको लागि परमप्रभु परमेश्वरले आशिष पनि राखिदिनु भएको छ। जसले परमप्रभुको वचन पालन गर्छ, आज्ञा पुरा गर्छ अनि तिनको जीवनमा परमप्रभुले अनि आशिष दिनुहुनेछ। अनि यो चाहिँ हामी आज्ञा उल्लङ्घन गर्नेहरूको लागि अनि परमप्रभुको वचन आएको छ। यहोशू 7 को 12 र 13 पदमा यसै कारण इजरायलीहरू आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूका सामने पीठ फर्काउनेछन्। तिनीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका माललाई नष्ट नपारुन्जेल म अब उपरान्त तिमीहरूसँग रहने छैन। हेर्नुहोस्, अघि मैले भन्दै थिएँ कि साँच्चै नै जब परमेश्वरको वचनलाई उल्लङ्घन गर्ने व्यक्तिसँग परमप्रभु परमेश्वरले भन्नुभएको छ म तिमीहरूसँग रहने छैन। जसले उल्लङ्घन गर्छ त्यससँग चाहिँ उहाँ हुनुहुन्न, रहने छैन। अब परमप्रभु परमेश्वरको वचन अनुसार हामी अघि बढ्यौँ र परमप्रभुको वचनलाई पालन गऱ्यौँ र परमप्रभुको अनि इज्जत गऱ्यौँ, सम्मान गर्न जान्यौँ भने परमप्रभु परमेश्वरले हामीलाई आशिषले भरिदिनु हुनेछ। हामीसँग जे छ सबै त परमेश्वरकै हो। हामीलाई व्यवस्थापक मात्र तुल्याउनु भएको हो भन्ने कुरा हामी जब जानेर परमप्रभुले दिनुभएको जुन कुराहरू चाहिँ हामीसँग छ त्यो कुरा चाहिँ हामी स्पष्ट रूपमा चाहिँ परमप्रभुको उपस्थितिमा हामी इमान्दारीपूर्वक कुरा गर्यौँ भने हामीलाई परमप्रभुले आशिष दिनुहुनेछ। यहाँनिर परमप्रभुको व्यवस्थापक मात्र हौ भनेर जान्नेहरूले गर्नुपर्ने कुराहरू, परमप्रभुले आकाश आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठिक ऋतुमा झरी वर्षाउनेछ र तिमीहरूका हातका सबै मेहनतमा आशिष दिनुहुनेछ र तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ र कसैबाट ऋण लिने छैनौ। अनि यो व्यवस्था 28 को 12 पदमा लेखिएको कुरा हो कि साँच्चै नै परमप्रभुको वचनमा चाहिँ हामीले स्पष्टसँग बुझेर परमप्रभुले हामीलाई भण्डारेपन बनाउनु भएको छ, हामीलाई व्यवस्थापक मात्र चाहिँ जिम्मा दिनुभएको हो भन्ने कुरा जानेर तपाईँ र मसँग भएको जे छ त्यो चाहिँ हामीले इमान्दारीपूर्वक प्रभुको भण्डारमा अनि प्रभुको हिस्सा छुट्याएर लग्यौँ भने अरू उहाँले आशिषित तुल्याउनु हुनेछ, पवित्र तुल्याउनु हुनेछ र हामीलाई अनि भन्नुभएको छ साँच्चै नै हामीलाई आशिष दिनुहुनेछ। हामीले अरूसँग ऋण लिनु पर्दैन तर हामी अरू धेरैलाई ऋण दिने हुनेछौँ। आमेन। अनि लेवी 27 को 30 मा पनि रुखका फलहरू जमिनका बिउको होस् भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, ती परमप्रभुको निम्ति पवित्र हुन् भनेर भनेको छ। आमेन। साथै नै परमप्रभु परमेश्वरले आज हामीलाई आशिष दिन चाहनुहुन्छ तर आशिष हामी आफैले रोकेका रहेछौँ भन्ने आजको वचनले हामीलाई स्पष्ट गर्दछ। हामीलाई प्रशस्त आशिषमा लान चाहनुहुन्छ, आशिष दिन चाहनुहुन्छ, आशिषले भर्न चाहनुहुन्छ। हामीलाई उहाँले भने भन्दा अझै हामीले चाहेको भन्दा अझै प्रशस्त बनाउन चाहनुहुन्छ तर हाम्रो आफ्नै अनाज्ञाकारिताको कारणले गर्दाखेरि हामीहरू आशिष लिनबाट वञ्चित भएका छौँ, आशिष प्राप्त गर्नबाट वञ्चित भएका छौँ। हितोपदेश 3 अध्यायको 9 र 10 पदलाई हेर्यो भने यहाँनिर पनि भण्डारेपनले आफूलाई बुझेर गर्नुपर्ने मुख्य कुराहरू छन्। हितोपदेश 3 को 9 र 10 पदमा
आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पखुन्जेल भरिने छन् र तेरा भाँडाहरू नयाँ मदले चुलिएर पोखिने छन्। आमेन। अनि तपाईहरुलाई आज यो वचन सुन्दै गर्दा सायद अनि कतै हामीले भुल त गरेनौँ भनेर तपाईले आफैलाई अनि खोजी गर्नु पर्ने, आफूलाई जाँच्नु पर्ने, आफै होशियारी गर्नु पर्ने कुरा छ। डरलाग्दो कुरा अहिले हामी पढ्यौँ, जसले परमप्रभुको आज्ञालाई उल्लङ्घन गर्छ तिनको जीवनमा भएका कुराहरू अनि उसको हरेक कुराहरूमा अनि शराब परेको कुराहरू, आलीमा उसको चाहिँ हरेक अनि पेसामा गर्ने कामहरूमा उसको हरेक हातमा उसले गरेको हरेक कुराहरू सुरु गर्छ त्यहाँनिर अनि शराब परेको छ। अनि जहाँनिर जान्छौँ त्यहाँनिर ठेस लाग्छ, जहाँनिर जान्छौँ त्यहाँनिर असफलता बेहोर्दा पर्छ, जहाँनिर जे बोल्छ त्यहाँनिर राम्रो बोल्दा नराम्रो हुन्छ। त्यो कारण किन त भन्दाखेरि हामी परमप्रभुको वचनदेखि दायाँ या बायाँ छौँ यस कारणले गर्दाखेरि। अब तपाईहरु मलाई अझै ठुलो आशिष परमप्रभुले कसरी दिन चाहनुहुन्छ अनि दोस्रो कोरिन्थी 9 अध्यायको 6 देखि 8 मा चाहिँ तपाईहरु सबैजना उठेर पढिदिनुस् न। सबैजना जससँग बाइबल छ सबैजना उठेर पढिदिनुस् त। प्लिज तपाईहरु सबैजना उठेर पढिदिनुस्। मैले कति भने दोस्रो कोरिन्थी 9 को 6 देखि 8 6 7 8 सबैजनाले किन अल्छी गर्नु भएको छ सबै जाउँ उठ्न सक्दैन कि र मजाले एउटै स्वरमा पढिदिनुस् त। सबै तयारी हुनुभयो भने मैले 1 2 3 भनेर काउन्ट गर्नेछु, तपाईहरु पढ्नुहुनेछ। किन अल्छी लाग्यो तपाईलाई? निद लाग्छ र? धन्यवाद प्रभुलाई। ल मैले काउन्ट गर्नेछु 1 2 3। आमेन। हुन्छ, तपाईहरु सबैजना बस्न सक्नुहुन्छ। यहाँ भनेको कुरा मलाई छक्क पर्छु म अनि मलाई घरिघरि यो पढ्दै जाँदाखेरि मलाई आफैलाई प्रश्न पनि आउँछ। कुरा यही हो कि थोरै छर्नेले थोरै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। सायद तपाईहरु मलाई हामी प्रशस्त छर्दैछौँ भने पनि अनि तपाईहरु मलाई कतिपय कुरा हामी छर्ने जस्तो धन सम्पत्ति आर्जन नहोला, तर तपाईहरु मेरो हृदयमा चाहिँ शान्तिले भरिन्छ। आमेन। तपाईसँग करोडौं सम्पत्ति होला तर तपाईको मनमा शान्ति छैन, बेचैन छ, तपाईलाई कति पनि चाहिँ शुद्ध निद लाग्दैन, तपाईलाई केही कुरा गर्दाखेरि मन लाग्दैन, खाने बेलामा खानु हुँदैन अनि तपाईलाई के अर्थ भयो हैन? अनि तपाईसँग सम्पत्ति छैन र पनि तपाईको हृदयमा आनन्द छ, शान्ति छ भने सबैभन्दा ठुलो सम्पत्ति मानिसको लागि अनि शान्ति नै हो। त्यसकारणले गर्दाखेरि अनि यहाँ भनेको कुरा यही हो कि साथीले परमप्रभुमा लगानी गर्नेहरू सधैँभरि शान्तिमा हुन्छन्, आनन्दमा हुन्छन्। त्यसकारणले गर्दा यहाँ भनेको छ तर कुरा यही हो। भन्नुहोस् त सबैले, तर कुरा यही हो। थोरै छाड्नेले थोरै नै कटनी गर्ने गर्छ, प्रशस्तसँग छाड्नेले प्रशस्तसँग कटनी गर्छ। आमेन। हेर्नु साथै नै मलाई यहाँनिर चाहिँ एक प्रश्न लागेको चिन्ह आउँछ आफैलाई। मैले घरिघरि यो वचनलाई याद गर्छु, म कतै कतै हिँड्दै गर्दा पनि मैले याद गर्छु यो वचनलाई। अनि मैले कसरी छर्दैछु अनि म कस्तो छु, म कसरी के गर्दैछु भन्ने कुरा मलाई आफैमा खोजी हुन्छ। मैले गर्नुपर्ने कुरा कतै बिराएको छु कि तपाईहरुमा पनि हुनुपर्छ। मण्डलीले
मण्डलीको लागि यो सोच्यो भने अनि कसैलाई अभाव हुने छैन। किनभने एउटाले अर्कालाई यो माइक कता छ भन्ने भन्नुहुन्छ एकातिर हुँदाखेरि पहिला ध्यान दिन्थ्यो। जे होस् म बोलेको चाहिँ सुन्नु भएको छ यसको छैन। मेरो आवाज चाहिँ ठुलो छ, यस कारणले गर्दा धेरै माइकको जरुरत त पर्दैन, तर भइसकेको सुविधा लिइहालौँ भनेर मात्र, नत्र भने चाहिँ म बोल्दाखेरि तपाईँहरू पछाडिसम्म सुन्नुहुन्छ। तर कुरा यही हो, तपाईँहरूलाई पनि यो कुरा मनमा हुनपर्छ। तपाईँहरूले यो वचन आज सुनेर गइसकेपछि तपाईँले घरिघरि काम गर्दै गर्दा अनि सुत्ने बेलामा अनि बिहान उठ्ने बेलामा अनि तपाईँहरूले यो वचनलाई ख्याल गर्नुपर्छ। तर कुरा यही हो, के रहेछ भने तपाईँले आफैलाई खोज्नुपर्छ। कुरा यही हो, तर कुरा यही हो, धेरै छर्नेले धेरै कटनी गर्छ, थोरै छर्नेले थोरै कटनी गर्छ, तर प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। यसैया 61:9 मैले पढ्नेछु। यसैया 61:9 टाइम हुन लागेको छ। मैले अब टाइममै मैले भ्याउँछु, तपाईँहरू नआत्तिनु होला। कसैले आत्तिनु भएको छ जस्तो लाग्छ, कसैलाई याद छ, कसैलाई चाहिँ निद लाग्छ, तर पनि समयलाई मैले हेर्दैछु। मैले समय बोलिदिन्न, हामीले समयमा नै भ्याउँछौँ। यसैया 6:9 मैले तपाईँहरूको लागि पढिदिनेछु र म आफूले लागि पनि। तिनीहरूका सन्तान जाति जातिहरूका बीचमा र तिनीहरूका बालबच्चाहरू मानिसहरूका बीचमा चिनिने छन्। तिनीहरूलाई देख्ने सबैले ती परमप्रभुबाट आशिष पाएका सन्तान हुन् भनी स्वीकार गर्नेछन्। आमेन। खै त आमेन भने तपाईँहरू जाति हुनुहुन्न, तपाईँहरू त्यो छोराछोरी हुनुहुन्न। ल भन्नुहोस्, तपाईँहरू संसारमा सबै मानिसहरू अगाडि चिनिने, सबै समुदायको अगाडि चिनिने सन्तानहरू हुनुहुन्छ। तपाईँहरूले यो वचन पढ्दै गर्दा तपाईँहरूले आमेन भन्नुपर्छ। तपाईँहरूले यो वचनलाई ख्याल गर्नुपर्छ। जहिलेसम्म तपाईँहरूले वचनलाई चाहिँ मनन गर्नुपर्छ। म को हो त भन्ने कुरा तपाईँले विचार गर्नुपर्छ। हामी संसारको जस्तै भयौँ अनि अरू विश्वास नगर्ने जस्तै भयौँ। हामी कुनै कुराहरूलाई चाहिँ मनमा राख्दैनौँ अनि कुनै कुरामा भिन्नता देखिन्न भने त हामी के अर्थ भयो है? एउटा विश्वासको अर्थै भयो। यस कारणले गर्दाखेरि यसैया 61:9 भनेअनुसार तपाईँ र म हरेक ठाउँमा जाँदा हाम्रो बोली वचनमा, हाम्रो व्यवहारमा, हाम्रो लय कयमा, हाम्रो उठाइ बसाइमा, हाम्रो सम्पूर्ण चरित्रहरूमा अनि हामी देख्नुपर्छ कि मानिसहरूले हाम्रो चरित्रबाट चिन्नुपर्छ कि यिनीहरू चाहिँ के हो, परमेश्वरका सन्तानहरू हुन् भनेर चिनेको हुनुपर्छ। आमेन। तपाईँहरू र म आज जो यो मण्डली भवनभित्र छौँ र जसले म विश्वासी हुँ भन्छौँ, हरेकलाई यो वचन हो। यो वचनलाई चाहिँ हरेकले चाहिँ मनन गर्नुपर्छ कि साँच्चै नै तिनीहरूका सन्तान जाति जातिहरूका बीचमा र तिनीहरूका बालबच्चाहरू मानिसहरूका बीचमा चिनिने छन्। तिनीहरूलाई देख्ने सबैले ती परमप्रभुबाट आशिष पाएका सन्तान हुन् भनी स्वीकार गर्नेछन् भनेर चाहिँ तपाईँहरू मलाई चिन्नुपर्छ। हुन्छ, अब मैले धेरै समय लिन्न। अब मेरो जम्मा 5 मिनट मात्र सुन्छ। 5 मिनटपछि मैले अनि यो भ्याउँछु। मैले एउटा मात्रै पढ्छ। अब व्यवस्था 4को 6 र 7लाई चाहिँ मौसमी नानीले पढिदिनु हुनेछ। सबैले सुनेर स्पष्टसँग। व्यवस्था 4को 6 र 7लाई चाहिँ लेखिएको छ, तिनीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अघि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भनेछन्, अवश्य यस महान जातिका मानिसहरू खुबै बुद्धिमान र समझदार रहेछन्। हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनुभए चाहिँ ईश्वर यति नजिक भएको अरू कुन चाहिँ यति महान जाति छ? हुन्छ, नानीलाई पनि हामी धन्यवाद दिन्छौँ। हामी त्यो महान जाति हो। परमेश्वरले चाहिँ हामीलाई त्यो महान जातिमा खडा गर्नुभएको जातिहरू हौ। हामी चाहिँ त्यसरी चिनिने जाति हौ। आज साँच्चै नै मण्डली व्यवस्थापनको लागि यदि परमेश्वरले छान्नु भएको जाति,
परमेश्वरले चाहिँ समुदायबाट अलग भएर चिनिएका जाति हामी भएका छौँ भने हाम्रो मण्डली व्यवस्थापन हुन्छ। मण्डली व्यवस्थापनको लागि इमानदारिता आवश्यक छ कि तपाईँ र ममा चाहिँ इमानदारिता छ कि छैन। यदि इमानदारिताले जहिले पनि असल बातमा दोहोऱ्याउँछ र इमानदारिताले जहिले पनि समुदायको बिचमा अनि चिनिने बनाउँछ। त्यस कारणले गर्दाखेरि यो पदलाई हामी ख्याल गर्नुपर्ने हुन्छ। यी साथै नै हामीलाई परमप्रभुको वचनले के भन्दैछ त? तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अघि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्नेछन्, अवश्य यस महान जातिमा मानिसहरू खुबै बुद्धिमान र समझदार रहेछन्। हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनु भए चाहिँ ईश्वर यति नजिक भएको अरू कुन चाहिँ यति महान जाति छ भनेर यहाँ प्रश्न गरेको छ कि तपाईँ र म भन्दा परमप्रभुको नजिक अरू प्रभुलाई विश्वास नगर्ने कोही पनि जाति छैन। संसारमा लाखौं करोडौं जाति होला, तर प्रभुलाई विश्वास गर्ने र प्रभुको भय मान्नेहरू, प्रभुको आज्ञा पालन गर्नेहरू बाहेक उहाँको नजिक अरू कोही पनि छैन भन्ने कुराहरू हामी यहाँबाट स्पष्ट थाहा पाउँछौँ। प्रभुलाई धन्यवाद छ। अनि हामी चाहिँ विशेष गरिकन आजको वचनद्वारा हामीहरूले अनि साँच्चै नै हामी मण्डली व्यवस्थापनमा हामी इमानदारी भएर लाग्नुपर्छ र मलाकीको पुस्तकले भने जस्तै हामी आशिषहरू प्राप्त गर्ने हुनुपर्छ। तर अनि कति कुराहरू हामी सुन्यौँ, साँच्चै नै हाम्रा हरेक ठाउँहरूमा चाहिँ हामीलाई आशिष होइन श्राप पर्छ कि हाम्रो अनि परमप्रभुको वचनलाई उल्लङ्घन गर्दा, आज्ञा उल्लङ्घन गर्दा चाहिँ पर्ने श्रापहरूले हामीलाई कहीँ पनि हामीलाई अनि नछोस्। तर हामी परमप्रभुको आज्ञा पालन गरेर परमप्रभुको आज्ञा पालन गर्ने र आशिष प्राप्त गर्ने जन रहौँ। त्यस कारणले गर्दाखेरि यसैया 61:9ले भने जस्तै हामी जातिहरूको बिचमा र मानिसहरूको बिचमा र समुदायको बिचमा हामी छुट्टै चिनिने जाति रहौँ। यो आज मण्डलीभित्र र हामी विश्वास गर्ने विश्वासीहरू सबैलाई यो वचन हो। हुन्छ, मैले वचनको समयलाई यतिमा राख्दैछु र म यो समय चाहिँ आदरणीय गुरुबाबु पण्डितलाई यहाँ दिएर म यहाँबाट बिदा हुन्छु। सबैजनालाई जय मसीह। हुन्छ, मैले ठिक टाइममा बिदा गर्छु।